नमस्कार सबैजनालाई सुजन थामी युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई एउटा छोटो कथा सुनाउन गइरहेको छु। कथाको शीर्षक रहेको छ पीडा भन्ने शीर्षक रहेको छ, जहाँ चाहिँ पीडा मनको पीडाहरू मात्र समेटिएको एकदमै छोटो कथा रहेको छ। सुनिदिनु होला, कस्तो लाग्छ प्रतिक्रिया तल कमेन्ट बक्समा दिनु होला। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यसरी भने त्यो जुनलाई सोधेको भए मेरो पीडा सबै भनिदिन्थ्यो होला। कसैले त्यो अँधेरो रातलाई सोधेको भए मेरो पीडा सबै भनिदिन्थ्यो होला। कसैले त्यो आँसुले भिजाको सिरानीलाई सोधेको भए मेरो पीडा सबै भनिदिन्थ्यो होला। कसैले त्यो लाखौं ताराहरूको बीचमा रहेको एक्लो जुनलाई सोधेको भए मेरो पीडा सबै भनिदिन्थ्यो होला। न त सोध्ने कोही न त बुझ्ने नै। एक्लोपनसँग पनि माया हुँदो रहेछ, प्रेम हुँदो रहेछ। फेरि यो एक्लोपनसँग माया प्रेम भएपछि कसैको साथ नै मन नपर्ने। त्यही भएर होला आजभोलि मेरा साथीहरू कमै मात्र छन्। पीडा, आँसु, अँधेरो रात अनि त्यो आकाशको एक्लो जुन। सायद यो मेरो सबै पीडाहरू मेरो आमालाई सुनाएको भए उहाँले बुझ्नुहुन्थ्यो। म उसको हुन सक्दिनँ, ऊ मेरो चाहेर पनि हुन सक्दैन। तर पनि हामी बीच माया अथाह छ, प्रेम अथाह छ। सायद यही होला चोखो माया भनेको। आफूले माया गरेको मान्छे पाउनै पर्छ भन्ने पनि रहेन रहेछ। भगवानसँग प्रार्थना गर्छु यो जुनी त यस्तै भयो, यदि अर्को जुनी लिएँ भने, पाएँ भने उसलाई मेरै जीवनमा ल्याइदिनु है। अनि मेरो यो जिन्दगीबाट अधुरो भन्ने शब्द हटाइदिनु ल। उसलाई अरूको साथमा देख्दा यो मनमा के हुन्छ त्यो मलाई मात्र थाहा छ। अनि म अरूको साथमा देख्दा के हुन्छ होला त्यो उसलाई पनि थाहा होला। धेरै दिन रात उसको यादमा रोएर कटाएको छु। यदि आँसुको रङ हुन्थ्यो भने मेरो सिरानी दिनकै रङ्गीन हुने थियो। लाग्छ मेरो सब थोक सकिँदा पनि ऊ नै मेरो सब थोक हो। उसको नाम नमिटिने गरी यो दिलमा लेखिसकेको छ। तर पनि उसलाई चाहेर पनि आफ्नो बनाउन सक्दिनँ। तर पनि हामी बीच माया अथाह छ। आजभोलि ऊ नचाहेर पनि अरूसँग खुसी हुन थालेको छ। बस यही चिन्ताले आजभोलि म पनि जबरजस्ती खुसी हुन थालेको छु। खै कस्तो माया बस्यो हामी बीच। दुवैले चाहेर पनि एकअर्काको हुन सक्दैनौँ। पीडाले यो मन भरिँदै गएको छ, आँसुले सिरानी भिज्दै गएको छ। यदि पैसाले किन्न मिल्ने भए म बाल्यकाल नै किन्थेँ, जहाँ रित्तो गोजीमा पनि हजारौं खुसीहरू हुन्थे। आजभोलि त खुसीहरू पनि टाढिँदै गएका छन्। दुःख र पीडाहरू मात्रै भरिँदै गएको छ। सायद धेरै गुनासोहरू हुनेछ तिमीसँग, तर कसैको अगाडि पोख्न सक्ने छैन। म सबै कुराहरू जान्दा जान्दै रोजेको हुँ तिमीलाई। त्यसैले आफूलाई दोष दिनु बाहेक कुनै पनि उपाय हुने छैन मसँग। थाहा छैन टाढा बस्न खोज्दा खोज्दै नि किन नजिक हुन पुगे तिमीसँग। किन सकिन आफ्ना भावनाहरू सम्हाल्न या भनौँ लुकाउन। एक दिन छुटिनु नै छ भन्ने थाहा हुँदा हुँदै पनि किन तिम्रो लत लगाउन पुगे। आफूलाई नचाहँदा नचाहँदै आफूलाई गाह्रो हुने बनाउँदै जाँदैछु। अरूसँग बोलेको देख्न गाह्रो हुने यो मनलाई थाहा छैन पछि अरूको अँगालोमा कसरी हेरौँ। हाँस्दै सुरु भएको हाम्रो सम्बन्ध पछि रुँदै अरूलाई कसरी सुम्प्यौँ। तर चिन्ता नगर, त्यति कमजोर पनि हुने छैन म। आँखाभरि आँसु भए पनि ओठमा मिठो मुस्कान ल्याएर बिदा दिनेछु तिमीलाई। अनि हेर्नेछु तिमीलाई पाउने उसको हात कस्तो कोरिएका रहेछन् त ती रेखाहरू, जुन मेरो हातमा कोरिएका थिएनन्। गाह्रो हुनेछ मलाई सायद सोचेको भन्दा धेरै, तर सम्हाल्नेछु आफूलाई। मुस्कुराउनेछु तिमीलाई हेरेर अनि सोच्नेछु आजबाट सँगैको साथ छुटियो, बाटो छुटियो अनि गन्तव्य फेरियो। अनि सम्हाल्नेछु तिम्रा यादहरू जुन म रहन्जेल मसँगै रहनेछन्। धन्यवाद। यो छोटो पीडा नामक एउटा छोटो कथा थियो।
कस्तो लाग्यो तल कमेन्ट बक्समा पनि लेख्नु होला। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त।